याद राख्नुहोस्, प्रचारकले जब प्रचार गर्छ नि येशूको बारेमा, मुक्तिको बारेमा, तपाईँ हिँड्नुपर्ने सबै बाटो त्यसले भनेको हुँदैन। के हुन्छ? हुँदैन नि त। तपाईँलाई त्यो बाटो क्रिस्चियन जीवन कसरी जिउने तपाईँलाई थाहै छैन। तपाईँलाई मुक्तिको विषयमा बतायो, अनन्तताको विषयमा बतायो। हो, मैले मुक्ति पाउनु छ, अनन्तता पाउनु छ, पाप क्षमा पाउनु छ भने चाहिँ नि मैले येशूमा विश्वास गर्नुपर्ने रहेछ। अनि मैले येशूमा विश्वास गरेँ भने मेरो पाप क्षमा हुने रहेछ, मैले मुक्ति पाउने रहेछु, मैले अनन्त जीवन पाउने रहेछु। यति थाहा भयो तपाईँ, त्यो मुक्तिको निम्ति तपाईँले विश्वास गर्नुभयो। तर यहाँ भित्र आउँदा त के छ? त्यो मुक्तिको लागि हिँड्नुपर्ने बाटो भनेको रहेछ। तपाईँलाई त्यो बाटै थाहा छैन। के गर्ने, के नगर्ने, के खाने, के नखाने, के लाउने, के नलाउने, कसरी बस्ने, कसरी उठ्ने, सबै कुराको रुल छ, नियम छ। तपाईँलाई त्यो कुरा थाहै छैन। जब तपाईँले त्यो कुरा थाहै छैन भने नि तपाईँले त्यो कुरा चाहिँ नि यो त यसरी खानुपर्छ, यसरी लाउनुपर्छ, त यसरी हिँड्नुपर्छ, यो बाटो भएर त जानुपर्छ, यी सबै कुरा गर्ने चाहिँ को रहेछ? अनि पवित्र आत्मै आजको दिनसम्म हामीले बोलाएनौँ, आफूमा राखेनौँ भने हामी कुन बाटो हिँड्दैछौँ? मेरो अर्को पनि प्रश्न, बाटो देखाउने गाइडलाइन बोलाएको पनि छैन होइन? सहरमा त चढ्नु हिँडेको मान्छे होइन, बाटोको गाइड नै छैन भने त्यो मान्छे सहरमा त टुप्पा पुग्छ। के चाहिन्छ माथि त्यो पनि थाहा छैन होइन? माथि गएर पन्जा खोल्न मिल्छ कि मिल्दैन त्यो पनि थाहा छैन। कस्तो राम्रो हिउँ रहेछ भने पन्जा स्वाट्ट खोलेर होइन, छ नि त एउटा त्यहाँको रुल्स छ, त्यो भनिदिने मान्छे चाहिन्छ। यहाँ तिमीले यसरी खानुपर्छ, यसरी बस्नुपर्छ, तिमीले यो गर्नु मिल्छ, यो गर्नु मिल्दैन, र यहाँसम्म जाने बाटो पनि यो भनिदिने मान्छे गाइड भएन भने सगरमाथा चढ्दा गाइडलाइन्स भएन भने तपाईँले एउटा गाइडलाई साथमा लिएर जानु भएन, तपाईँ चढ्नुहुन्छ? अब 1-2 हजार फिट त चढ्नु नसक्ने, 8-10 हजार कति 8,848 चढ्नु नसक्ने स्वर्गसम्म चढ्ला त? मेरो अर्को क्वेसन छ, 8,848 मिटर चढ्नु नसक्नेले यो माथिको आकाश झिल्केर माथि जानु सक्छ, चढ्नु सक्छ? त्यो विशाल मरुभूमि पार गर्नु सक्छ? त्यो पार गर्नुको लागि पवित्र आत्मा चाहिन्छ। त्यो पार गरिसकेर फेरि पछाडि भएको यर्दन नदी तर्नु, यरिहोको पर्खाल भत्काउनु, पर्खाल भित्र भएको शत्रुलाई नाश गर्नको लागि पवित्र आत्मा चाहिन्छ। यहाँ त्यही भनेको, म एउटा दूत तिमीहरूको अघि पठाउनेछु। एउटा दूत